सम्पूर्णमा नमस्कार। म यसभन्दा अघिल्लो पटकको भिडियोमा बच्चाको उमेर अनुसारको तौल कति हुनुपर्छ भनेर एउटा जानकारीमूलक भिडियो बनाएको थिएँ। त्यो भिडियोमा धेरै आमाहरूले मेरो बच्चाको उमेर अनुसारको तौल बढेको छैन, के गर्ने होला भनेर मलाई धेरैले जिज्ञासा राख्नु भएको थियो। त्यसैको जिज्ञासाको उत्तर स्वरूप म यो दोस्रो भिडियो बनाउँदैछु। यदि तपाईको बच्चा पनि कुपोषित जस्तो देखिन्छ र बच्चाको उमेर अनुसार तौल बढेको छैन र बच्चामा पोषणसँग सम्बन्धित कुनै समस्या छ जस्तो लाग्छ भने हामी विगत केही समयदेखि यस तिलोत्तमा नगरपालिका वडा नम्बर 2 स्थित श्री शंकर नगर स्वास्थ्य चौकीमा पोषण बहिरङ्ग सेवा सञ्चालनमा ल्याएका छौं। यस सेवा अन्तर्गत यदि तपाईको बच्चाको तौल, बच्चाको उचाइ र बच्चाको मध्य पाखुराको नाप, जुन मुवाक टेप भन्छौं, मुवाक टेपले हामीले नाप्छौं, यो नाप जाँच गर्दा बच्चाको पोषणको अवस्था कमजोर देखियो र तपाईको बच्चा कुपोषित जस्तो देखियो भने हामीसँग यो आरयुटीएफ र यो सुपर सिरियल पोसिलो लिटो उपलब्ध छ। बच्चाको अवस्था अनुसार पोषणको स्थिति हेरेर नापजाँच गरिसकेपछि यो आरयुटीएफ अथवा पोसिलो लिटो, यो आरयुटीएफ मा करिब 29 प्रकारको पोसिलो पदार्थ हुन्छ जसमा बदाम, घिउ लगायतका तत्त्वहरू मिश्रित हुन्छ। यो चाहिँ हामीले उपलब्ध गराउँछौं र बच्चा यदि कुपोषित अवस्थामा छ भने निश्चित अवधिपछि तोकिएको मापदण्ड अनुसार बच्चालाई यो पदार्थहरू सेवन गराइसकेपछि बच्चालाई कुपोषित अवस्थाबाट सुपोषित अवस्थामा फिर्ता ल्याउन सकिन्छ। यदि तपाईको घर परिवार, छर छिमेक, समाज, कोही टोलमा र बाटोमा हिँड्दा पनि कसैलाई त्यस्तो देख्नुभयो भने यो सेवा प्राप्त गर्नको लागि यस संस्थामा पठाइदिनु हुन म यस संस्थाको तर्फबाट हार्दिक अनुरोध गर्छु। हस्, धन्यवाद।